नेपालको आम निर्वाचन सम्पन्न भइसकेको छ र प्रारम्भिक परिणामहरूले देशको राजनीतिक दिशामा ठूलो परिवर्तनको संकेत दिएका छन्। चुनावी प्रतिस्पर्धा सुरुदेखि नै निकै रोचक थियो। मैदानमा आधा दर्जन पूर्व प्रधानमन्त्रीहरू थिए भने अर्कोतर्फ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व पनि थियो। अहिले परिणामहरू सार्वजनिक हुन थालेसँगै नयाँ शक्ति उदीयमान भएको देखिएको छ। प्रारम्भिक मतगणनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित रूपमा अगाडि देखिएको छ र प्रतिनिधि सभामा स्पष्ट बहुमततर्फ उन्मुख भइरहेको संकेत देखिएको छ। यो परिणामले नेपालको परम्परागत राजनीतिक संरचनालाई गम्भीर चुनौती दिएको छ। यो निर्वाचनको जेनजी आन्दोलनपछि भएको पहिलो राष्ट्रव्यापी मतदान थियो। त्यस आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पतन गराएको थियो र देशभर राजनीतिक सुधारको मागलाई बलियो बनाएको थियो। यसपटक करिब 1 करोड 90 लाख मतदाताले मतदान गरेका थिए, जसमा करिब 8 लाख पहिलो पटक मतदान गर्ने जेनजी पुस्ताका युवा थिए। यही युवा मतदाताको सक्रिय सहभागिताले चुनावी परिणाममा ठूलो प्रभाव पारेको विश्लेषकहरू बताउँछन्। यस परिवर्तनको केन्द्रमा काठमाडौँका पूर्व मेयर तथा युवा नेता बलेन शाहको उदयलाई पनि धेरैले महत्वपूर्ण मानिरहेका छन्। उनले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै नयाँ पुस्तामा आशा र परिवर्तनको सन्देश फैलाएका थिए। नेपालको राजनीतिक इतिहास हेर्दा 1768 मा पृथ्वीनारायण शाहले देश एकीकरण गरेपछि लामो समयसम्म शाह वंशीय राजाहरूको शासन रह्यो। 2008 मा राजतन्त्र अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि पनि राजनीतिक स्थिरता कायम हुन सकेको थिएन। पछिल्ला 17 वर्षमा 13 वटा सरकार परिवर्तन भएको इतिहासले जनतामा निराशा बढाएको थियो। त्यसैले यसपटक मतदाताले पुराना राजनीतिक दलहरूभन्दा फरक विकल्प खोजेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्वच्छ शासन, पारदर्शिता, उत्तरदायित्व र आर्थिक सुधारको एजेन्डा अगाडि राख्दै जनसमर्थन प्राप्त गरेको देखिन्छ। तर प्रारम्भिक परिणामहरूले पुराना दलहरूको प्रभाव घट्दै गएको संकेत गरेका छन्। देशभर करिब 23,000 मतदान केन्द्र स्थापना गरिएका थिए र बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान भएको थियो। प्रतिनिधि सभाका कुल 275 सीटका लागि 65 राजनीतिक दलका 3,500 भन्दा बढी उम्मेद्वार प्रतिस्पर्धामा थिए। तीमध्ये 33% सीट महिलाका लागि आरक्षित छन्।